साथीहरू, मैले आज फेरि अर्को मिनी भ्लग लिएर उपस्थित भएको छु र मलाई असाध्यै मनपर्छ मकै भन्ने कुरा। र मकै मैले चाहिँ उसिनेको मकै आज यसरी खाँदैछु। गाउँबाट पठाइदिनु भएको थियो र मजासँग चाहिँ कुकरमा उसिनेर यसरी राखेर मैले खाँदैछु साथीहरू। मलाई मकै भन्ने बित्तिकै अति नै असाध्यै राम्रो लाग्ने चिज हो र पोलेको भन्दा पनि उसिनेको मकै खान एकदमै राम्रो लाग्छ। र तपाईले यो च्यानल हेरिरहनु भएको छ भने कस्तो लाग्छ, सब्स्क्राइब, लाइक र शेयर गर्नुहोला र च्यानललाई सब्स्क्राइब गर्नुहोला र मलाई हौसला बढाइदिनु होला। मिनी भ्लग मैले बनाइरहेको छु र मलाई असाध्यै मनपर्ने चिजमा चाहिँ मकै पर्छ र मकैले चाहिँ हाम्रो पाचन प्रणालीलाई नै सुधार गर्ने गर्छ। जसरी हामीले चाहिँ कब्जियतहरू यस्तो समस्याहरू हामीलाई चाहिँ बारम्बार भइरहेको छ भने हामीले चाहिँ एउटा चाहिँ मात्रै मकै दिनमा खान सकियो भने त्यसले चाहिँ पाचन प्रक्रियालाई पनि अलिकति सुधार गर्छ। त्यसकारण मैले मकै पनि एकदम मजासँग खाने गर्छु र आजको मेरो एकदम स्पेशल मकै स्पेशल भएको छ। आजको मिनी भ्लग इटिङ होम हाम्रो चाहिँ युट्युब च्यानल छ र तपाईले हेरिरहनु भएको छ। योभन्दा अगाडि पनि मैले भिडियोहरू बनाइरहेको हुन्छु र मैले चाहिँ आज सायद सबैलाई मनपर्छ मकै भन्ने कुरा र त्यो खाइरहेको छु मैले। मकैको सिजन पनि हो यो, बर्खाको समय मकैको सिजन हैन, जताततै मकै हुने समय पनि हो है, नहुने ठाउँ पनि हुने समय हो यो। त्यसकारण तपाई पनि मकै यसरी चाहिँ मजासँग खानुहोला र मैले पनि एक थाल मकै खाइसकेको छु। हेर्न सक्नुहुन्छ खोया मात्रै चाहिँ बाँकी छ र अन्तिम चरणमा रहेको छ। र अन्तिममा म जाँदा तपाईलाई के भन्न चाहन्छु भने युट्युब च्यानल सबैले सब्स्क्राइब, लाइक र शेयर गर्नुहोला र मेरो हौसला बढाइदिनु होला भन्न चाहन्छु। र कस्तो लाग्छ कमेन्ट गर्नुहोला मेरो भिडियोहरू। धन्यवाद।